चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो र यो परिणाम पूर्व निर्धारित परिणाम थियो। यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो। अरू पार्टीहरूले साँच्चै चुनाव हुँदैछ भन्ने ठाने। साँच्चैको चुनाव होइन। चुनावमा प्रयोग गरिने मसी सधैँ यहाँ लगाएपछि त्यो नङ बढ्दै गरेर नङ काटेर फाल्नु पर्थ्यो। यसपल्ट भक्तपुरमा नजिकै बुथबाट भोट हालेर रङ लगाएर गएको घर पुग्दा अघि नै रङ उडिसकेको छ। ब्यालेट पेपरमा के भयो होला त्यो रङ? यी छानबिनका विषय हुन्, खोजीका विषय हुन्। भोलि पत्ता लाग्नेछ। हामीले पहिलोपल्ट चुनाव लडेका होइनौँ। हामीले धेरैपल्ट चुनाव लडेका छौँ। चुनावको आकलन गरेका छौँ। मतदातासँग भेटेका छौँ, कुरा गरेका छौँ। हामीले मतदाता उम्मेदवारले लगभग अधिकांश मतदाता त चिनेको छ व्यक्तिगत तवरमा। अनि चिन्दै नचिनेको उम्मेदवारी खारेज भएको मान्छेले डबल मत ल्याएर जित्ने खालको स्थिति अथवा डबल मत खारेज भएको उम्मेदवारको आउने स्थिति भनेको यो पूर्वनिर्धारित योजना अन्तर्गतको कुरा हो। जे होस्, यसमा अहिले नजाउँ। तर हामीले यस परिणामलाई स्वीकारेर संसदमा सहभागी भइरहेका छौँ, काम गरिरहेका छौँ, राष्ट्रियताको पक्षमा लडिरहेका छौँ, लोकतन्त्रको पक्षमा लडिरहेका छौँ, शान्ति सुव्यवस्था र विकास यी चिजहरूको पक्षमा लडिरहेका छौँ।